Hello everyone, good morning, good afternoon and good evening. धेरैजनाले त मलाई चिनिसक्नु भएको छ, जसले पनि चिन्नु भएको छैन, म उहाँहरूको लागि चाहिँ मेरो सर्टली इन्ट्रोडक्सन दिन चाहन्छु। मेरो नाम कविता, म काठमाडौँमा बस्छु। मेरो दुईटा बाबुहरू हुनुहुन्छ भने एज अ प्रोफेसन म जर्नलिस्ट। अहिले चाहिँ मैले केही समय भयो यो प्राउडली अनलाइन डिजिटल बिजनेस रन गरेको होइन। र अहिले चाहिँ मैले यो भिडियो बनाउनुको मेन कारण भनेको चाहिँ हाम्रो बिजनेसमा चाहिँ धेरै लामो समयपछि चाहिँ यस्तो अफर आएको छ, जुन अफर चाहिँ ग्र्याब गर्नुहोस् होइन, हजुरहरूले गर्नुहोस् र आफ्नो लाइफ चाहिँ चेन्ज गर्नुहोस् भनेर चाहिँ मैले चाहिँ हजुरहरूलाई चाहिँ भनिरहेको छु। अक्टोबरदेखि र अक्टोबर 1 मन्थभरि मात्र यो अफर थियो, तर हाम्रो सिनियर कोचहरूले चाहिँ एकदम धेरै रिक्वेस्ट गरेर चाहिँ नोभेम्बरमा सुत्ता यो अफर चाहिँ राखिदिनु भएको थियो हाम्रो कम्पनीले होइन। सो अब यो अफर पनि सकिसक्न लागिसक्यो, जम्मा अब 10 दिन बाँकी छ होइन। अनि म के भन्न चाहन्छु भने जसले पनि 149 पे गरेर कोच कल बुक गरेर कोचले डिटेलमा इन्फर्मेसन दिएर पनि ब्याक हुनुभएको छ, उहाँहरूले चाहिँ सबै बुझिसक्नु भएको छ भने होइन, तपाईँले चाहिँ 149 फर्स्टमा किन तिर्नुभयो? किनकि ओहो वर्क फ्रम होम रहेछ, मैले जहाँबाट पनि गर्न सक्छु, मेरो बच्चा मेरो फ्यामिली होइन, मेरो लाइफलाई चाहिँ मैले इजिली लान सक्छु भनेर हजुरले त्यो पे गर्नुभयो होइन। त्यो पे गरिसकेपछि तपाईँलाई कोच कलमा कोचले डिटेलमा इन्फर्मेसन बताइदिइसकेपछि पनि तपाईँ ब्याक हुनु भनेको तपाईँकै लागि घाटा हुनु हो, मेरो लागि होइन होइन। किनभने तपाईँलाई कसरी आउँछ कमिसन, कसरी आउँछ बोनस होइन, अनि कसरी तपाईँलाई पेन्सन प्लानसम्म पुग्नुहुन्छ भनेर डिटेलमा इन्फर्मेसन दिएको छ, काम के हो होइन, सबै कुरा चाहिँ कोचले बुझाइसक्नु भएको छ भने त्यति बुझाउँदा पनि तपाईँ चाहिँ ओहो यो बिजनेस मेरो लागि होइन भनेर ब्याक हुनुहुन्छ भने सधैँ घन्टै हानेर चाहिँ हामी घन्टौँ हानेर अरूकै काममा गर्ने हो होइन, अरू बाँकी केही पनि गर्न सकिँदैन। सो अब मात्र 10 दिन बाँकी छ। म कोच कल डन गरेर जो बस्नु भएको छ उहाँहरूलाई चाहिँ के भन्छु भने जसरी कोच कल डन गरेर हजुरहरू बस्नु भएको छ होइन, हजुरले चाहिँ अब म लास्टमा गर्छु भन्नुभयो भने चाहिँ यो अफरले गर्दा यति धेरै पेपर प्रोसेसिङहरू चाहिँ त्यो पेन्डिङमा रहेको छ होइन, यति धेरै पेन्डिङमा रहेको छ, त्यो पेन्डिङबाट जानै पाएको छैन। त्यही भएर मैले के भनिरहन्छु, जतिखेर पनि पेपर प्रोसेस गर्दै गर्नुहोस् होइन, हजुरको डिस्ट्रिब्युटर आइडी अनलक हुँदै गर्छ, हजुरले यो अफर पनि ग्र्याब गर्न सक्नुहुन्छ। किनभने कम्पनीले त्यो टाइममा त धेरैलाई कमिसन दिनु परेको छ। तपाईँले अहिले यो अफरमा चाहिँ आफूलाई चाहिँ यो बिजनेसमा इनरोल्ड गर्नुभयो भने चाहिँ हजुरलाई फर्स्ट डेदेखि नै $4,000 आउँछ कमिसन भनेको, त्यो नट अ जोक होइन। त्यही भएर चाहिँ उनीहरूलाई चाहिँ अनि त्यसमा पनि बोनस पनि आउँछ है, बोनस पनि आउँछ। अनि यति धेरै कमिसन दिनु परिसकेपछि तपाईँले लास्टमा गर्नुभयो भने कम्पनीले तपाईँको पेपर वर्क गर्नलाई ढिलाइ गरेर तपाईँको डिसेम्बर 1मा मात्र तपाईँको चाहिँ डिस्ट्रिब्युटर आइडी अनलक गरिदियो भने पनि तपाईँ त्यो अफरमा पर्नुहुन्न। सो किनभने हजुर जस्तो धेरै हुनुहुन्छ यो बिजनेस रन गर्ने होइन, 23वटा देशमा छ भने चाहिँ यो अफर जम्मा अब 2 महिना मात्र चलेको, 9 वर्षपछि यो बिजनेस रन भएको, 9 वर्षपछि चाहिँ यो अफर चलिरहेको छ भने यति धेरै मान्छे हुनुहुन्छ, यति धेरै हुनुहुन्छ होइन। पेपर वर्क सबै हाम्रो पेपर वर्कहरू चाहिँ सबै पेन्डिङमा रहेको छ। त्यही भएर मैले के भन्छु, पेपर वर्क गरिहाल्नुहोस्, 2-3 दिनमा मात्र हुने काम होइन यो होइन, प्रोसेसिङ हुन्छ। हाम्रो त नेपालमा हामीले चाहिँ सिधै उता कम्पनीमा पठाउने हो। सो तपाईँले अहिले प्रोसेसिङ गर्नुभयो भने तपाईँ चाहिँ यो सेप्टेम्बरको नोभेम्बरको लास्टसम्म पनि तपाईँ चाहिँ यो अफरमा पर्न सक्नुभयो भने मात्र तपाईँले के पाउनुहुन्छ, सिधै तपाईँले के पाउनुहुन्छ, 3rd माइलस्टोन सेलिब्रेसन गर्न पाउनुहुन्छ। त्यो गर्नको लागि चाहिँ धेरै स्ट्रगल गर्नु पर्थ्यो होइन, जुन चाहिँ तपाईँहरूले गर्नै पर्दैन होइन। त्यो स्किमबाट चाहिँ हजुरहरू आउनुभयो, त्यो अफरबाट हजुरहरू आउनुभयो भने चाहिँ तपाईँहरूले 3rd पोजिसन चाहिँ एकैचोटिमा ग्र्याब गर्न सक्नुहुन्छ। अनि त्यो भनेको सानोतिनो कुरा होइन। सो मैले के भनिरहेको छु तपाईँहरूलाई भने यस्तो चान्स बार आउँदैन, अफर बार आउँदैन। यस्तो अफर चान्सलाई चाहिँ जसले ग्र्याब गर्न सक्छ त्यो नै हो माथि पुग्ने होइन। जसले चाहिँ या भोलि पर्सि गर्छु अझ बुझ्छु भन्नुभयो भने बुझेको बुझै नै हुनुहुन्छ, तर कहिले पनि तपाईँ कहिले पनि माथि पुग्न सक्नुहुन्न। किनभने जब त्यो 149 पे गर्दाखेरि तपाईँले के सोचेर गर्नुहुन्छ, होइन म यो गर्छु, मेरो बच्चा छ, मेरो जब छ, म यसरी गर्छु, एउटा प्लानिङ गरेर मात्रै पे गर्नुहुन्छ जसले पनि होइन। पे गरेर कोचमा 1-1.5 घन्टा तपाईँलाई टाइम दिएर
बिजनेसको बारेमा डिटेल इन्फर्मेसन दिनुहुन्छ। अब त्यति गरेर पनि तपाईँ ब्याक हुनुहुन्छ भने चाहिँ तपाईँ आफै ब्याक भएको हो। म ब्याक भएको नि होइन, कम्पनी ब्याक भएको नि होइन। कम्पनी त 51 वर्षदेखि रन भएको भइ छ होइन। 1-2 जनाले नगरेर नआएर केही हुँदैन कम्पनीलाई। त्यो कसलाई घाटा हुन्छ? त्यो आफैलाई घाटा हुन्छ। त्यही भएर मात्र नोभेम्बरको मात्र 10 दिन बाँकी छ। जसलाई पनि इन्ट्रेस्टेड छ होइन, जसले पनि गर्न चाहनुहुन्छ उहाँहरूले चाहिँ फटाफट प्रोसेसिङमा जानुहोस्। किनभने पेपर वर्क्स हजुर मात्रै होइन गर्ने, धेरैजना हुनुहुन्छ पेन्डिङमा बस्छ। हजुरले प्रोसेसिङ गरिहाल्नु भयो भने हजुरको चाहिँ प्रोसेस माथि आउन सक्छ। त्यही भएर मैले भनिरहेको छु, किनभने हाम्रो टिमले, हाम्रो जो बिजनेसहरू यो बिजनेस गरिरहनु भएको छ सबैजनाले भनिरहनु भएको छ। यो यत्तिकै भनेको होइन नि त सबैजनाले होइन, किनभने अफर आएको छ त्यसलाई चाहिँ लिनुहोस् होइन, मौकाको फाइदा उठाउनुहोस् सबैजनाले। जसरी मैले मेरो आफ्नो घरलाई चाहिँ अफिस बनाएर रन गरिरहेको छु, मेरो बिजनेस पनि सबैले गर्नुहोस् भनेर हामीले चाहिँ यो हाम्रो कम्पनीको स्किमहरू हजुरहरूलाई चाहिँ बताइरहेको छौँ कि होइन। सो त्यही भएर चाहिँ मैले आज यो भिडियो बनाएको। सो जसलाई पनि इन्ट्रेस्टेड छ, जसले पनि गर्न चाहनुहुन्छ उहाँहरूले चाहिँ यो बिजनेस गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।